सारी मिलाएर आउनु बहिनी बोकेर गर्नु होला। अब यो फुल चढाउनलाई हो नि सुतीको रहेछ त सारी अब लत्रिरहेको ओम हनुमते महागरुड़ध्वजाय नमः गंगापुष्पाणि समर्पयामि नमस्करोमि। ओम शांताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिवृद्ध्यानगम्यं वन्दे विष्णुभवयारं सर्वलोकैकनाथम्। ओम मा सप्तास्यासन् परिदय श्री सप्तसमिधा कृताः देवा जदनं तन्वाना अवदनन् पुरुषं पशुं मा भूर्वस्व। ओम हनुमते महा गरुड़ध्वजाय नमः विविधोपचारै समर्पयामि नमस्करोमि विविधोपचारै समर्पयामि नमस्करोमि। अगाडि हिँड्नु। अब भित्र छिर्ने बेला माथिबाट घिउको धारा आउँछ। घिउको धारालाई ग्रहण गरेर बल्ल हामी उता गइन्छ। अनि जाने बेला भित्र यसरी पहिला भित्र आउने अनि के भन्ने म झुलिएर आउँछु मलाई कुर्सी पनि ल्याइदिनु यो पाल मात्र ल्याउनु कुर्सी। अब यहाँ आउनु दाजु यहाँ आउनु यहाँ आउनु होइन अहिले होइन म अगाडि गएर खिच्छु। हाम्रो खाली पूजा गर्नु अर्को बेला राख्नु चाहिए सङ्केत भने त अनिवार्य सङ्केत भने अनिवार्य। ल हजुर यहाँ चढ्नु त्यसै घर मालिक बन्नु पाइन्छ। मेरो त उसमा राखिदिनु कि हजुरले त्यो अग्नि छ नि अग्नि जहाँ बाल्यो नि त्यहाँ मैले घिउ हटाएँ नि हिजो अस्ति हिजो बाल्यो कि हामी दाउरामा ट्याक्लेर यसो राख्यो ल त्यहाँ पूजा गर्नुहोस्। रात अवसर मातृकेभ्यो नमः। ओम सप्तद्वार मातृकेभ्यो नमः विविधोपचारै समर्पयामि नमस्करोमि। ओम सप्तद्वार मातृकेभ्यो नमः विविधोपचारै समर्पयामि नमस्करोमि। गन्धापुष्पाणि समर्पयामि नमस्करोमि। अर्घ राख्नु अर्घ र पञ्चमी राख्नु अर्घ राख्नु पर्दैन। ओम तस्मादि ज्ञान सर्वभूतः संवृतकरण फूल्य तथा राखेर काय गर्छ। ओम तस्मादि ज्ञान सर्वभूतः संवृतं मृगराजम् वसुदेवनारायण्य ग्राम्य तस्मादि ज्ञान सर्वभूतः। ओम तस्मादि ज्ञान सर्वभूतः संवृतं मृगराजम् वसुदेवनारायण्य ग्राम्य